Good morning everyone, welcome back to my new vlog. आज हो फुटसल एकाडेमीले फुटसल खेलाउन आँटेको छ र मैले चाहिँ अब बिङ अ मेसी फ्यान होइन मेसीको जर्सी लगाएर टक्कसँगले बिहान उठेर रेडी हुन आँटेको छु र हाम्रो चाहिँ एकाडेमीलाई 6:30 बजी आइपुग्यो भने त त्यही कारणले गर्दाखेरि म चाहिँ आनन्दले 5:30 तिर उठेर मुखसुख धोएर टक्कसँगले आम रेडी है त। So everyone, अब आज चाहिँ मेरो फुटसल रहेकोले म हल्का बिहान चाहिँ खास चाहिँ हेभी ब्रेकफास्ट चाहिँ खाँदैन। आज चाहिँ के छ भन्दाखेरि दुध डेली दुध खाने कुरा भएको छ घरमा दुध छ है मैले तताउनुपर्छ। अनि आई गट माई ड्राई फ्रुट्स हियर, ड्राई फ्रुट्सहरू छँदैछ। पानी हाल्नुपर्छ अलिकति। When you're ready हो, ready go ready. फ्रिज लगाइदिनु फ्रिज। दुध छ यहाँ गिलासले अनि हर्लिक्स एज युजुअल। दूध अब तताउनुपर्छ गाइस। हर्लिक्स भइहाल्यो, हर्लिक्स हालिसक्यो मैले। अब यो यति हाल्नुपर्छ। यो चलाइलानुपर्छ अरे, डढ्छ अरे। चलाइराखौँ। आज चाहिँ हाम्रो 6:30 बजीदेखि 6:30 बजी पुग्नु पर्ने एकाडेमी, किनभने आज फुटसल छ। त्यही कारणले गर्दाखेरि म चाहिँ बिहान 4:45 मा उठेको थिएँ। अनि आज बिहान चाहिँ एक्सर्साइज गरिनँ किनभने अहिले फेरि ढिलो हुन्छ भनेर एक्सर्साइज गरिनँ। त्यसैले भोलि बेलुका यो भरे बेलुका आएर बडी वेट एक्सर्साइज गर्छु, पुसअप पुलअप्स डिप्सहरू हल्का हान्छु। अनि आई हेभ डिसाइडेड कि म चाहिँ के गर्छु भन्दाखेरि बेलुका नि रनिङ जाने सोचिरहेको थिएँ। लाइक एक दिन चाहिँ घरमै एक्सर्साइज गर्छु, एक दिन रनिङ जान्छु, फेरि एक दिन घरमै एक्सर्साइज, फेरि अर्को दिन रनिङ। त्यही गर्नु पऱ्यो। सो आज चाहिँ घरमै गर्छु र भोलि रनिङ, फेरि पर्सि घरमै, फेरि स्याटरडे चाहिँ रेस्ट डे होला सायद, सन्डे रनिङ, त्यस्तो गर्छु होला। सो यही हो। अब नास्ता खाएर जर्सी मैले लगाइसकेँ होइन। अर्जेन्टिना फ्यान म, अर्जेन्टिना जर्सी 3 स्टार्स एन्ड 1 लोडिङले। ठिक छ। अब चाहिँ म चाहिँ खाजा खाएर गेट रेडी। सो गाइज म चाहिँ फाइनली हिँडेको छु घरबाट। अनि 6:30 डिमा आइपुग्नु रहेछ। अब अहिले चाहिँ 5:30 भयो र म चाहिँ आज सल्लाहहरूसम्म जाँदिनँ, किनभने यो 5 बजीदेखि चाहिँ दुवाकोल मोडदेखि नै गाडी छ। त्यही कारणले गर्दाखेरि म चाहिँ दुवाकोल मोडमै गाडी चढ्छु। अनि त्यसपछि त्यही कारणले आज अलिक ढिलो हिँडेको घरबाट, नभए चाहिँ चाँडै नै हिँड्थेँ। सो ज्याकेट लगाएको छ, ब्याग स्याग बोक्यो, फुटसल बुट राखेको छ। सो लेट्स होप वी विन। बट गाइस कपाल काटौँ भइरहेछ, साइड साइडको ओभर ठुलो भइसक्यो।
अगाडिको त स्टिल सानै छ है, साइडको ठुलो भइसक्यो। अब आज थर्सडे होइन वेडनेसडे भयो, स्याटरडे चाहिँ कपाल काट्छु सोचिरहेको छु। गाइस see you soon. So everyone is being ready right now. Yo. So guys, हामी चाहिँ अनफर्चुनेटली सेमिफाइनलमा गएर हार्यौँ। राम्रै खेलेको थियौँ, लास्टमा गएर हार्यौँ। कति 2-0ले हार्यौँ हामी। केही छैन, अब हार जित त भइरहन्छ भन्ने अरे। म चाहिँ अहिले चाउमिन खाँदैछु। यो चाहिँ आफ्नै पैसाले यो एकाडेमीले खुवाएन, लोब्बी एकाडेमी पछि एउटा जुसमा चाहिँ खुवायो फ्रुटी। चाउमिन बाइक चियर्स। एकाडेमीले होइन, यो आफै किन्यो। फाइनलमा केटीहरू पनि यस्तै गरेको थियो मात्र, फेरि यहाँ अनफेयर होला नि है है। गाइस दिस इज द नेक्स्ट डे। हिजो फुर्सद सकेपछि म घर आएर लाइक सुतेँ नै, किनभने एकदमै ओभर थाकेको थिएँ। सो त्यस्तै केही एक्सर्साइजहरू गरिनँ, किनभने म घर आउँदाखेरि नै 7 बजिसक्यो त। र खानासाना खाँदाखेरि एक्सर्साइजहरू गर्दाखेरि ढिलो हुन्थ्यो भनेर हिजो घरमा पनिर मोमो बनाउनु भएको थियो। दिदीहरूले पनिर मोमो खाएँ, अनि त्यसपछि म सुतेँ हिजो एक्सर्साइज गर्न। सो दिस इज द नेक्स्ट डे। अहिले चाहिँ बजिरहेको छ बिहानको 7 र हाम्रो 7 भन्दा नि 6:45 भनौँ, 6:45। र भोलि चाहिँ हाम्रो के भन्छ, भोलि होइन आज चाहिँ हाम्रो बिहानको फिजिकल ट्रेनिङ केटी नहुने रहेछ। त्यही कारणले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ सरहरूले चाहिँ क्लासेसहरू चाहिँ हुन्छ। त्यही भएर 8 बजी चाहिँ आइपुग्यो हाम्रो टेक्लीमा। र 8 बजी आइपुग्नुको लागि चाहिँ अब किन घरबाट बिहानै उठेर जानु पऱ्यो। त्यहाँबाट म चाहिँ ब्राजिल र स्कटल्यान्डको गेम हेर्छु भने चाहिँ हेरिनँ, किनभने थाकेको थिएँ। सो 3-0 भएछ, नेमार इज ब्याक होइन। जे होस्, अब चाहिँ म चाहिँ आनन्दले गइरहेको छु। अनि क्लासहरू त्यस्तै 7 बजीदेखि 8 बजीदेखि सुरु भयो, त्यो 10:30मा सकिन्छ क्यारे। अनि 10:30मा चाहिँ म फेरि घर आउँछु, अनि आज चाहिँ एक्सर्साइजहरू गर्छु भनेर सोचेको छु। सो सी यू सुन। मेरो भोइस अलिकति बसेको छ, किनभने हिजो घर आएर अनि च्याएर गर्दाखेरि स्वर चाहिँ अलिकति बसेको छ। सो यदि अलिकति भोइसमा अलिकति चेन्ज आएको जस्तो छ भने चाहिँ अलिकति एडजस्ट गरिदिनु होला। स्वरै कस्तो बसेको छ। हिजो गराएर राम्रो गेम त फाइनल एकदम राम्रो भएको थियो है। जित्ने टिमले जुन टिमलाई सपोर्ट गर्यो त्यही टिमले जित्यो। तर वाट अ गेम इट वाज है। त्यो त अपोनेन्टले कोही एउटा प्लेयरलाई ह्याट्रिक हानेको थियो। सो गेम चाहिँ 5-4मा जितेको हाम्रो दाईहरूले भनौँ। जे होस्, हामी M4 सेक्सनको भयो, र त्यो जित्ने टिम चाहिँ M1 M2 सेक्सनहरूको भयो। र इट वाज अ भेरी गुड गेम है। किन भन्दाखेरि त्यो अर्को टिम चाहिँ हल्का के भनौँ, इगोइस्टिक भनौँ कि अलिक बल खेल्नेहरू भनौँ कि होइन, किनभने त्यस्तै टाइपको प्लेयरहरू चाहिँ। तर तिनीहरू नि गेम चाहिँ राम्रो खेलिरहेको थियो। लाइक पासेसहरू मिलाएर चाहिने बेला सुटहरू, तिनीहरूको त्यो एउटा टिमै रहेछ, एउटा एक्ज्याक्ट टिमै रहेछ। त्यो टिम चाहिँ अनि के भन्छ, त्यो टिम चाहिँ अब सैनिक स्कुल भन्ने चिनिहाल्नु तपाईँले। सैनिक स्कुल यता भक्तपुरमा छ नि, धेरै ठाउँमा रहेछ, किनभने चाहिँ भक्तपुरको सैनिकहरू रहेछन्।
र तिनीहरू अब पहिल्यैदेखि खेलिरहेको बानी होइन। हाम्रो चाहिँ अब भर्खर बनेको टिम त त्यही, तर नि हामी चाहिँ सेमी फाइनलसम्म पुग्यौँ। अनि पछि गएर चाहिँ हारेको चाहिँ हामीले जुन टिमले फाइनल जितेको त्यही टिमसँग सेमी फाइनलमा हारेको थियौँ। सो जे भए पनि त्यो सैनिक स्कुलको स्टुडेन्ट्सहरू अलिकति त्यस्तै टाइपको प्लेयर्सहरू थियो। सबैलाई फल हानेको थियो। हाम्रो टिमको लागि फल हानेको थियो। झन् त्यहाँ त एकजना त घाइते भएको थियो। त्यो दाई होइन, साथी भनौँ होइन। त्यो साथी त खुट्टामा पुरै ब्यान्डेज लगाउनु पाएको, खल्ट्याङ टाइपले हेरिरहेको थियो। सो त्यस्तो फल खेल्दा थियो त्यो सैनिककोहरू। अनि त्यही कारणले गर्दाखेरि पनि सबै सपोर्टरहरू चाहिँ सायद सैनिकको, त्यही भएर सबैले सैनिकलाई अलिकति होइन हेट गरेको जस्तो भनौँ न। किनभने तिनीहरू अलिक खेलिरहेको थियो क्या, फल टाइपै खेलिरहेको थियो। सो अर्को जो टिमलाई सपोर्ट गर्यो त्यही टिमले जित्यो। तर साथी भनेको सैनिकले एकदमै राम्रो खेलेको थियो। लाइक 1 गोलले मात्र हार्नु होइन, त्यत्रो सबैले रेसबेट भनौँ न होइन, सबैले त्यस्तो रिस उठाएर पनि, सबैले त्यस्तो बु गरेर पनि सैनिकहरूले त्यस्तो राम्रो खेलेको थियो। जे होस् तिनीहरूले होइन एउटा क्ल्याप चाहिँ पाउनुपर्ने क्या सैनिकहरूले, पाए पनि है। सो त्यही हो। सो त्यही भएर अलिकति आवाज बसेको चाहिँ चिच्याएर, सो म्यानेज गरिदिनुको लागि त गाइस। गाइस म चाहिँ घर जाँदैछु। आइएम गोइङ ब्याक होम। आज त्यही अब 11 बजीसम्म बस्यौँ होला एकाडेमीमै। अनि गाडी चढेर घर आउँदैछु। गर्मी त वाइल्ड छ, वाइल्ड। घाम नि यस्तै छ, पानी बेलुका पर्छ। बिहान चित्त जान्छ, तर दिउँसो फेरि त्यस्तै घाम। अब घर जान्छु अनि खाना खान्छु अनि बेलुका चाहिँ रनिङ जान्छु ल म। सो गाइस आइएम ब्याक होम। म चाहिँ घर आएर एकछिन रेस्ट लिएँ। त्यसपछि मैले कपाल काट्न गएको थिएँ है। यो चाहिँ हल्का स्लो बानेर अनि अगाडि नै अलिकति चाहिँ छुट्याएको अनि साथीले लिएर हानेको थियो। कस्तो छ त मलाई त राम्रो लाग्यो होइन। सो अब म चाहिँ अहिले कति बेलुकाको 5 बज्न आँट्यो। अब म चाहिँ टक्कसँगले अब खाजासाजा मैले खाइसकेँ होइन। आँप खाएँ अनि हल्का मकै थियो, मकै खाएँ। अनि त्यसपछि चाहिँ म अब रनिङको लागि रेडी हुन्छु। र 5 बजे भयो होइन, 6:30सम्म चाहिँ रनिङ गर्छु। अनि आज चाहिँ सायद म 3 किलो हाम्रो चाहिँ 3200 मिटर चाहिँ 16 मिनटमा भ्याउनु पर्नेछ। म त्यही चाहिँ एटेम्प गर्छु। अनि त्यसपछि हाम्रो फेरि स्प्रिन्टहरू पनि छ। स्प्रिन्टहरू चाहिँ 300 मिटर चाहिँ कति 55 सेकेन्डमा भ्याउनु पर्ने। त्यो चाहिँ भ्याउँछु नि होला, तर पनि अलि चाँडै गर्दा राम्रो हुँदैन। त्यो गर्छु अनि घर आएर हल्का पुसअप्स अनि पुलअप्सहरू ट्राई गर्छु। त्यही हो आज मेरो, त्यही हो वर्कआउटहरू। अब चाहिँ म टक्कसँगले रनिङको लागि रेडी हुन्छु। मेरो चाहिँ रनिङ स्टार्ट हुन आँटेको छ। म चाहिँ आज लगभग 5 किलोमिटर हाल्ने ट्राई गर्छु। लेट्स सी कति मिनटमा भ्याउँछ है त। गाइस रनिङ गर्दा अब ओभर मेरो यो मुटु दुख्यो क्या, यो चेस्ट यो लेफ्ट साइडमा यो मुटुतिर। सो मैले चाहिँ रनिङ स्टपै गरेँ। सो मैले चाहिँ आज कति 4.8 किलोमिटर आई कम्प्लिटेड इन 28 मिनट्स होला होइन। मैले टाइम स्ट्याम्प यहाँ कति रनिङ गरेँ र कति मिनटमा गरेँ भन्ने म यहाँ आउँछ है। म कस्तो आज 5 किलोमिटर अन्डर 30 मिनट्स भ्याउँछु भनेर बस्थेँ। बट अनफर्चुनेटली किन है छातीमा सायद पानी नखाएर होला, पानी अलिकति खाइदियो रनिङ गर्नुभन्दा अगाडि। सो अब नेक्स्ट टाइम है त, नेक्स्ट भ्लगमा चाहिँ म सायद अब 30 to 100 मिटरको र त्यो स्प्रिन्ट चाहिँ ट्राई गर्छु। सो सी यु देयर। म घर गएर चाहिँ अब हल्का पुसअप्स हान्छु है। सो घरमा आएर चाहिँ मैले चाहिँ नर्मल पुसअप्स, वाइड पुसअप्स अनि डायमन्ड पुसअप हालेँ। हाम्रो उता एकाडेमीमा चाहिँ 10 नर्मल पुसअप अनि 15 वाइड अनि 5 डायमन्ड त्यसरी गराउँछ।
सो मैले नि त्यसरी नै हानिरहेको छु। चाहिँ अब पुसअप्स हान्न सकेपछि म चाहिँ पुलअप्स हान्न गएको थिएँ माथि छतमा, र हाम्रो घरमा चाहिँ पुलअप बार छैन, त्यही कारणले गर्दाखेरि यो भर्याङमा चाहिँ गरेर मैले चाहिँ पुलअप हान्ने थिएँ। मैले चाहिँ लगभग वान सेटमा कति 8-9 पुलअप हान्न सक्छु। र आर्मीको लागि चाहिने मिनिमम क्राइटेरिया भनेको 5 पुलअप अथवा 5 चिनअप्स हो। अब यहाँ भर्याङमा चिनअप्स त हान्नु मिल्दैन, त्यसैले म पुलअपै हानिरहेको छु र उता एकाडेमीमा नि गएर पुलअप्सहरू चिनअप्सहरू हान्ने गर्छु म। गाइज इट्स फाइनली द एन्ड अफ द डे। हिजो र आज थकाइ त लास्ट लागि चाहिँ हिजो फुर्सद भइहाल्यो। आज रनिङ सनिङ गरेर थकाइ लागेछ। अब के काम छ र, अब रेस्ट लिने हो होइन, बस्ने हो। सो मेरो चाहिँ हिजो र आजको दिन चाहिँ यसरी गयो है, भ्लगमा छँदैछ। अनि म चाहिँ अलिक कन्सिस्टेन्ट चाहिँ भएको छैन क्या यो भ्लग्सहरूलाई लिएर, त्यो बिकज अफ टायर्डनेसै भनौँ है। किनभने अब म बिहानै उठ्नुपर्छ 4 बजी, अनि हल्का एक्सर्साइजहरू गरेपछि उता 6 बजे पुग्नको लागि 5 बजे 4:40मा घरबाट हिँड्नुपर्छ। त्यही कारणले गर्दाखेरि अब मुसलाहरूमा पुग्दाखेरि त कति पौने 5 होइन 4:40मा हिँड्छु, अनि 5:10तिर पुग्छु सलारी। त्यस कारणले गर्दाखेरि अब त्यहाँबाट गाडी चढेर 6 बजे पुग्नुपर्छ। त्यहाँ रनिङहरू एक्सर्साइजहरू गर्दा थाकी त हालिन्छ होइन। त्यसपछि फेरि त्यहाँदेखि मध्यकाममा घर आउँदाखेरि झन् वाइल्ड थाकिन्छ क्या। त्यही कारणले गर्दाखेरि चाहिँ अनि घर आएर सुत्छु म 1-2-3 घन्टै सुत्छु। त्यही कारणले गर्दाखेरि पनि यस्तो हल्का भ्लग्सहरू बनाउन टाइम पाइरहेको छैन। सो त्यसको लागि चाहिँ आई अपोलोजाइज है। अब केही छैन, अलिकति स्वर नि बसेको जस्तो छ मेरो, रुगाहरू लागेछ। अनि केही छैन, अब म चाहिँ अलिक कन्सिस्टेन्ट चाहिँ हुन्छु होला। अनि हल्का यो मेरो भिडियो एडिटिङ पनि अलिकति ल्याक गरिरहेछ केही कुराहरूमा, लाइक ब्याकग्राउन्ड म्युजिकहरू भयो अथवा के भयो। सो यो भ्लगमा त अब त्यस्तो चाहिँ राखेको छैन, बट नेक्स्ट भ्लगदेखि चाहिँ आई विल मेक स्योर कि त्यो ब्याकग्राउन्ड म्युजिकहरू होइन अलिकति इन्ट्रेस्टिङ टाइपको होस् न होइन, मिम्सहरू अलिअलि राखेर त्यस्तो गर्छु भनेर सोचिरहेको छु। सो दिस वाज माई डे, दिस वाज हिजो र आजको गरेर 2 days भनौँ या। सो आई होप यु गाइज इन्जोयड माई भ्लग, अनि आई विल सी यु सुन। पिस।